यहाँ सबैको ध्यान आकर्षण गर्न चाहन्छु। जति पनि प्रशिक्षार्थी मित्रहरू बाहिर हलभन्दा बाहिर हुनुहुन्छ उहाँहरू सबै कृपया हलभित्र प्रवेश गरिदिनका लागि अनुरोध पनि गर्न चाहन्छु र पछाडि बस्नुभएका साथीहरू अगाडिको रूपमा आएर बस्नुका लागि अनुरोध पनि गर्न चाहन्छु। जति पनि पछाडि बस्नुभएको साथीहरू हुनुहुन्छ कृपया अगाडि आएर बसिदिनु होला। आज मिति 2083 साल वैशाखको 18 गते मई 1 अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा छौँ र आजको नारा चाहिँ मजदुर दिवसको नारा छ लोकतन्त्रका लागि सङ्घर्ष गरौँ, जुन नारा यहाँहरूले अन्तर्राष्ट्रिय रूपमा चाहिँ त्यसलाई घोषणा गर्छ। त्यही अनुरूप हामी आज यहाँ कार्यक्रम गर्दैछौँ र आजको कार्यक्रममा हामी नवोद्यमीहरूलाई सम्मान कार्यक्रम जो पोखरा महानगरपालिकाबाट विभिन्न जिल्लाहरूमा तालिम दिएर स्वरोजगार, रोजगार र जो लामो समय अन्य क्षेत्रमा अन्य विभिन्न प्रतिष्ठानहरूमा व्यावसायिक प्रतिष्ठानहरूमा कार्यरत रहेर सेवा प्रवाह गर्नुहुने कर्मचारी साथीहरूलाई पनि आज हामी सम्मानित गर्ने कार्यक्रम गरेका छौँ र यो मजदुर दिवसको अवसरबारेमा हरेक वर्ष हामी यस्ता कार्यक्रमहरू गर्दै आइराखेका छौँ। र त्यो सँगसँगै पोखरा पर्यटकीय राजधानी, नेपालकै पर्यटकीय राजधानी, त्यो मात्रै नभइकन पछिल्लो समय पोखरा भ्रमण वर्ष पोखरा पर्यटकीय राजधानी सँगसँगै विश्व मानचित्रमा यसको परिभाषा र यसको परिचय छुट्टै छ। त्यस कारण पोखरा आउने पाहुनाहरूका लागि सही इन्फर्मेसन र सही सूचना प्राप्त गर्न सकौँ र पोखरामा रहेका विभिन्न दृश्य अवलोकन गर्ने, साइट सिन गर्ने पोइन्टहरूको बारेमा राम्रोसँग व्याख्या गर्ने गरी पोखरा महानगरपालिकाले स्थानीय पथ प्रदर्शक तालिम अर्थात् सिटी टुर गाइडको तालिमकै सँगसँगै उहाँहरूलाई आजबाट हामी लाइसेन्स पनि दिँदैछौँ र जुन भोलिका दिनदेखि अब विभिन्न दृश्य अवलोकन गर्ने स्थानहरूमा उहाँहरू त्यो लोगो अङ्कित टोपीकै सँगसँगै महानगरपालिकाले प्रदान गरेको आइडी कार्ड बोकेर चाहिँ उहाँहरू अब त्यस्ता ठाउँहरूमा उहाँहरूले त्यो विषयहरूमा चाहिँ सेवा प्रवाह गर्नुहुनेछ भन्ने उद्देश्यका साथ आज हामी सिटी टुर गाइडको लाइसेन्स पनि प्रदान गर्दैछौँ। र यो सुखद अवसरमा यहाँ सम्पूर्ण पाल्नुहुने सम्पूर्णहरूबाट हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। अब केही क्षणमा नै हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ। नवोद्यमी तथा मजदुर सम्मान कार्यक्रम साथै प्रमाणपत्र वितरण समारोहका आजको यस कार्यक्रममा सभापतित्व ग्रहण गरिदिनु हुन पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडेलिया सरलाई आजको यस कार्यक्रमको सभापतित्व ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन पोखरा महानगरपालिका वार्ड नम्बर 2 का वडा अध्यक्ष तथा नेपाली कङ्ग्रेस दलको नेता दिवसमान प्रधानजीलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की सर जो व्यवसाय प्रबन्धन केन्द्रको चाहिँ निर्देशक समितिको सदस्य पनि हुनुहुन्छ, उहाँलाई अतिथिको आसनको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी लेखनाथ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोपीचन्द्र वास्तवा सरलाई पनि अतिथिको आसनको लागि अनुरोध गर्न चाहन्छु। लेखनाथ उद्योग वाणिज्य सङ्घ पनि व्यवसाय प्रबन्धन केन्द्रको बोर्ड निर्देशक समितिमा रहनुभएको छ। त्यसै गरी तारानाथ पहाडी पोखरा पर्यटन परिषदका अध्यक्षज्यूलाई पनि अतिथिको आसनको लागि अनुरोध गर्न चाहन्छु। अबको यस कार्यक्रममा यो कार्यक्रमको बारेमा स्वागत मन्तव्य राखिदिनु हुन यस कार्यक्रमको सहकारी संस्थाका अध्यक्ष पोखरा महानगरपालिका व्यवसाय प्रबन्धन केन्द्रका निर्देशक समितिका समेत सदस्य रहनुभएका पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की सरलाई व्यासमा आमन्त्रण गर्दछु। हाम्रो पोखरा महानगरपालिका मेयर साहबको प्रवेश भइसकेको छ। मेयर साहबलाई पुनः फेरि पनि प्रमुख अतिथि आदरणीय मेयर साहबलाई सम्बोधन गर्न चाहे। म हार्दिक स्वागत गर्न चाहन्छु। विशेष गरी
हामीले भन्नै पर्ने हुन्छ। हाम्रो पोखरा महानगरपालिकामा आदरणीय मेयर धनराज आचार्यज्यू उहाँको नेतृत्वसहित अहिलेको कार्यपालिकामा निर्वाचित सबै आइसक्नु भएपछि देशमै पहिलो र अझ पनि एकमात्र व्यवसाय प्रवर्धन केन्द्र स्थापना भएको छ पोखरामा। यो एउटा सराहनीय कार्य हो। निजी क्षेत्रलाई सँगसँगै लानुपर्छ भनेर मेयर साहबको अवधारणा अनुरूप महानगरपालिकाले यसलाई निर्णय गरेर व्यवसाय प्रवर्धन केन्द्र स्थापना भएर आज तपाईँहरू विभिन्न खालका तालिमहरू प्राप्त गरेर आज दीक्षित हुन गइरहनु भएको छ। प्रमाणपत्र प्राप्त गरेर आधिकारिकता प्राप्त गर्न सफल हुनुभएको छ। त्यस अर्थमा पनि म निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य सङ्घको तर्फबाट यस क्षेत्रका सम्पूर्ण उद्यमी व्यवसायहरूको तर्फबाट म महानगरपालिका मेयर साहब सबैलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु, हार्दिक धन्यवाद दिन चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। आज कार्यक्रममा उपस्थित हरूको म नाम वाचन गर्दछु। कृपया जो आउनुभएको छ उहाँहरू अगाडि आइदिनु होला। नभए सिबिटुल गाइडको तालिम दिनुभएका प्रशिक्षार्थीहरू सम्पूर्णलाई म चाहिँ अगाडि आमन्त्रण गर्दछु, किनकि अघिल्लो वर्ष पनि यहाँहरूले प्रमाणपत्र पाइसक्नु भएको, तर लाइसेन्स र त्यसको चाहिँ कार्ड नपाएको कारणले उहाँहरू पनि आउनुभएको छ। त्यो हुँदा यहाँहरूको प्रमाणपत्र नभए पनि यहाँहरू अगाडि आइदिनका लागि अनुरोध गर्न चाहन्छु। रविकेशर गुरुङ आउनुभएको छ भने कृपया अगाडि आइदिनु होला। रविकेशर गुरुङ, रामबाबु बस्ताकोटी, दुर्गा प्रसाद तिमिल सिन्हा, रामकृष्ण काफ्ले, अनिता पौडेल, कृपा कुमार गुरुङ, विष्णु प्रसाद अधिकारी, हामी पोखरा महानगरपालिकाले तालिम दिएपछि उहाँले आफ्नो रोजगार सँगसँगै अरूहरूलाई पनि रोजगार दिने गरी स्वरोजगारका क्षेत्रमा चाहिँ लाग्नु भएको छ। पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रबाट नै तालिम लिएर आफ्नो व्यवसाय सञ्चालन गर्नुभई अरूलाई पनि रोजगार प्रदान गर्नका लागि अनवरत रूपमा लाग्नुभएकी चन्द्रा शर्मा तिवारी म्याडमलाई पनि अगाडि आमन्त्रण गर्दछु। उहाँले विदुषी पाठशाला
सञ्चालन गरिराख्नु भएको छ। उहाँ मन्टेश्वरी तालिम लिएर उहाँले व्यवसाय सुरु गर्नुभएको छ। उहाँलाई पनि हार्दिक बधाई र जोरदार तालीले सम्मान गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी अर्को स्वरोजगार हुनुहुन्छ बगैँचा मन्टेश्वरीका सञ्चालक रञ्जता रेग्मी। उहाँलाई पनि जोरदार तालीले सम्मान गरिदिन अनुरोध गर्न चाहन्छु, हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। उहाँ पनि मन्टेश्वरी तालिम लिए पश्चात उहाँले आफ्नै छुट्टै बगैँचा मन्टेश्वरी सञ्चालन गर्नुभएको छ। उहाँलाई पनि हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। सबैलाई सामूहिक तस्बिरमा पनि सहभागी भइदिन अनुरोध गर्न चाहन्छु। धन्यवाद। र आज यस समारोहमा सम्मानित हुनुभएका मध्येबाट हामी 2 मिनेट उहाँको मन्तव्य पनि राखेका छौँ। जुन अहिले विषम परिस्थितिमा श्रम क्षेत्रमा साह्रै दयनीय स्थिति छ, यसलाई म महानगरपालिका प्रमुखज्यूलाई श्रमिकहरूलाई सामाजिक सुरक्षामा धेरै श्रमिकहरू जोडिन बाँकी छन्, त्यसको लागि नगरपालिकाले पनि एउटा अनुगमन गरेर अहिले होटल क्षेत्र भनौँ, यातायात क्षेत्र भनौँ, अनौपचारिक क्षेत्रका श्रमिकहरू र कतिपय औपचारिक क्षेत्रका श्रमिकहरू पनि उत्पीडनमा परेका छन्, तिनीहरूलाई पनि सामाजिक सुरक्षामा जोडे नजोडेको अवलोकन गरिदिनु हुन पनि आग्रह गर्न चाहन्छु। र अहिलेको जुन विषम परिस्थितिमा मूल्य वृद्धिको चपेटामा श्रमिक वर्गहरू लगायत स्वरोजगार श्रमिकहरू पर्नुभएको छ, यसलाई पनि मध्यनजर गर्दै आगामी बजेट आउँदैछ, त्यसमा पनि श्रमिकहरूले आफ्नो परिवारलाई न्यून जीविकोपार्जन गर्न सक्ने स्थितिको सेवा सुविधा उपलब्ध गराउन पनि यहाँको पनि साथ सहयोग रहोस् र यहाँले पनि पोखरा क्षेत्रभित्र रहेका होटल व्यवसाय, पर्यटन क्षेत्र, यातायात क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा जुन श्रमिकहरूमाथि अन्याय भइरहेको छ, श्रमिकहरूमाथि ज्यालामा विभेद भएको छ, त्यसमा यहाँहरूले पनि एउटा टिम बनाएर त्यो ठाउँमा अनुगमन गरेर श्रमिकहरूलाई न्यायोचित ज्याला, जुन श्रमले तोकेको ज्याला छ त्यो ज्याला दिए नदिएको अवलोकन गरी त्यो ज्याला नदिएका व्यवसायीहरूलाई ज्याला उपलब्ध गराउन पहल गर्नु पनि अनुरोध गर्न चाहन्छु। धन्यवाद। र यसै गरी स्वरोजगार रहनुभएकी मन्जु लामिछाने म्याडमलाई आफ्नो सहकर्मी बनाइराख्ने अनुरोध गर्न चाहन्छु र मन्तव्यमा प्रोटोकल स्थापित भइसकेका कारणले चाहिँ यतापट्टि नगइकन सिधै चाहिँ आफ्नो राख्ने हुन पनि अनुरोध गर्न चाहन्छु। आजको यस कार्यक्रममा तालिम पश्चात मलाई स्वरोजगार दिनु भएकोमा पोखरा महानगरपालिका व्यवसाय कल्याण केन्द्रप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो तालिम पश्चात म श्रीराम आदर्श विद्यालय सीमाचौर काशीमा कार्यरत छु। सर्वप्रथम त म पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रका व्यवसाय प्रवर्धन केन्द्रलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु, ताकि म मेरो उमेरको हिसाबले भन्दा पनि मेरो इच्छाको हिसाबले म एउटा तालिम लिएर केही पनि गर्न खोज्ने एउटा कुनै स्किल बिनाको एउटा व्यक्ति थिएँ भने जब महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रले तालिम ल्याएर त्यहाँबाट उद्यमी बनाउने जुन चाहिँ ध्येय राख्नुभयो, त्यसमा मैले पनि हाम्रो मेरा साथी पहिलोपटक मेरा साथ भइसकेपछि उहाँले 390 घन्टाको मोन्टेसरी तालिम सहजकर्ता विकास सहजकर्ता तालिम ल्याउनुभयो। त्यसको फर्स्ट ब्याच म पनि हो र त्यो तालिम लिइसकेपछि उहाँले हामी चाहिँ उद्योगी बन्नको लागि विभिन्न किसिमका गोष्ठीहरूमा पनि बोलाउने गर्नुहुन्थ्यो र आज 3 वर्ष पुगेर 4 वर्षको दौरानमा म आफूले 5जना बच्चाबाट स्टार्ट गरेर एउटा मोन्टेसरी अहिले 80+ बच्चाहरू सङ्कलन गरेर म लगायत 14 जनालाई स्वरोजगार पनि दिन सकेको छु। यसको सबै
एसिस्टेन्ट बार्बर तालिम शैली तालिममा सहभागी रहनुभएका प्रशिक्षार्थीहरूको नाम वाचन गर्न चाहन्छु। कृपया यहाँहरू अगाडि आइदिनु होला। पंकज भण्डारी, सन्तोष थापागाई, शीर्षक छेत्री, सुजन गुरुङ, सुदीप पौडेल, सम्पूर्ण गुरुङ, रवि गुरुङ, अनिल प्रसाद घिमिरे, कृष्ण थपलिया, सन्देश वास्तोला, हङकङ ब्युटी पार्लरमा तालिम लिनुभएका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई तयारी अवस्थामा ल्याइदिन अनुरोध गर्न चाहन्छु। ब्युटी पार्लर तालिममा सहभागी रहनुभएका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई अगाडि आइदिन अनुरोध गर्न चाहन्छु। सन्ध्या विक, अप्सरा सुवेदी, सुस्मिता अर्याल, विनिता महत, विनिता आचार्य, अनिता सुवेदी, लक्ष्मी पौडेल, पूजा खड्का, दीक्षा पौडेल, ममता तिवारी, मनिषा कार्की, मीना कुमारी जयसी छेत्री, आयुषा सापकोटा, ममता गुरुङ, रजिता पैया, योजना शाही, दुर्गा थापा, अस्मिता तिवारी, विद्युतीय सवारी साधन प्राविधिक तालिममा सहभागी रहनुभएका प्रशिक्षार्थीहरूलाई तयारी अवस्थामा ल्याइदिन अनुरोध गर्न चाहन्छु। जितबहादुर गुरुङ, तुरन बहादुर गुरुङ, त्यसै गरी रामबहादुर गुरुङ, कुशल आचार्य, विधान आचार्य, अजय थापा मगर, सुरज गुरुङ, आदर्श वास्तोला, शिवपुरा, त्यसै गरी समीर वास्तोला। कृपया सबै लाइनमा बसिनका लागि अनुरोध गर्न चाहन्छु। विद्युतीय सवारी साधनमा तालिममा सहभागी रहनुभएका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई क्यामेरा मर्मत तालिमको सहभागीहरूलाई पनि तयारी अवस्थामा रहेको अनुरोध गर्न चाहन्छु। क्यामेरा मर्मत तालिममा सहभागीहरू उज्जवल थापा, अमृत अधिकारी, चन्द्रभूषण तिवारी, विकल्प राजुली, अग्निधर तिमिल सिन्हा, जीवन ढुङ्गाना, विजय कुमार श्रेष्ठ, भोलानाथ सुवेदी, चन्द्रप्रकाश ढुङ्गाना, सागर देवकोटा, किशोर पौडेल, उत्तम पराजुली, सुस्मिता थापा, लक्ष्मीपति पौडेल, सुशील अधिकारी, बसबहादुर शेर्पा, कपिल सापकोटा, रिना गुरुङ, राजु प्रसाद तिमिल सिन्हा। क्यामेरा मर्मत तालिममा सहभागी हुनुभएका प्रशिक्षार्थीहरूको मैले नाम वाचन गरेको छु। कृपया
उहाँहरूलाई पनि अगाडि आइदिन अनुरोध गर्न चाहन्छु। जुन श्रम तथा रोजगार शाखाद्वारा उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान गरिएको थियो, त्यो तालिममा सहभागी हुनुभएका शिक्षार्थीहरूको म नाम वाचन गर्न अनुमति चाहन्छु। खेमराज अधिकारी, सुरबहादुर गुरुङ, सङ्गम पौडेल, सूर्यबहादुर परियार, कुशल सिक्देल, कमल प्रसाद देवकोटा, इन्द्र प्रसाद बराल, नारायण दत्त बराल, टेकबहादुर परियार, बनबहादुर कुँवर, टोपबहादुर भुजेल। कृपया उहाँलाई पनि तयारी अवस्थामा ल्याइदिनका लागि अनुरोध गर्न चाहन्छु। सुन्दर तिवारी, राजु पौडेल। अब हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ। अब यस पश्चात हामी तालिम प्रदायक संस्था र प्रशिक्षकज्यूहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको हुँदा तालिम प्रदायक संस्था र प्रशिक्षकज्यूहरू तयारी अवस्थामा रहिदिनका लागि अनुरोध गर्न चाहन्छु। तालिम प्रदायक संस्था र त्यसै गरी तालिम प्रदायक संस्थामा कार्यरत रहनुभएका प्रशिक्षकज्यूहरूलाई म अगाडि आमन्त्रण गर्दछु। कृपया अगाडि आइदिन अनुरोध गर्न चाहन्छु। शिशिर ब्युटी पार्लरमा तालिम, त्यसै गरी क्यामेरा मर्मत तालिममा प्रशिक्षकको भूमिकामा रहनुभएका मदन इनाम सुब्बा, फोटोग्राफर एसोसिएसन काशीका प्रतिनिधिलाई प्रमाणपत्र ग्रहण गरिदिनका लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी सैलुन तालिमका तालिम प्रदायक संस्था ड्रिम ब्युटी होम ट्रेनिङ सेन्टरका तालिम सञ्चालन भएको थियो, तालिम प्रदायक संस्थाको प्रमाणपत्र लिइदिनका लागि अनुरोध गर्दछु। प्रशिक्षकका रूपमा रहनुभएका सागर रामनामलाई आफ्नो प्रमाणपत्र लिइदिनका लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो इभी भेहिकल तालिममा तालिम प्रदायक संस्थाको रूपमा फुल्ली चार्ज नेपाल एन्टरप्राइजका सञ्चालकज्यूहरूलाई पनि अगाडि आइदिन अनुरोध गर्न चाहन्छु। त्यसै गरी तालिममा प्रशिक्षक भूमिकामा रहनुभएको सरलाई पनि अगाडि आइदिन प्रमाणपत्र गर्नको लागि अनुरोध गर्न चाहन्छु। र क्यामेरा मर्मत तालिममा प्रशिक्षकको भूमिकामा रहनुभएका भक्त तामाङ, घनश्याम पौडेल र श्याम आचार्यलाई हार्दिक अनुरोध गर्दछु। अभिषेक सर प्लिज अलिक चाँडो आइदिनु होला। आफ्नो कार्यव्यस्तताका कारण आजका यस कार्यक्रमका श्रद्धेय नगर प्रमुख अतिथिज्यूलाई आफ्ना सार्वजनिक भनाइहरू राखिदिनु हुन व्यासमा आमन्त्रण गर्दछु। देशका 753 पालिकाहरूमध्ये पोखरा महानगरपालिका मात्रै एकमात्र पालिका हो जसले आफ्नो पालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने वा अस्थायी रूपमा बसोबास गर्ने कोही पनि बेरोजगार नहुन्, जो आफै स्वरोजगार बन्न सक्छन् त्यो खालको प्लेटफर्म पनि तयार होस्, अथवा कुनै न कुनै ढङ्गले रोजगारीमा रहनु भएको छ तर उहाँले अझै क्षमता अभिवृद्धि गरेर अर्धदक्षलाई दक्ष बनाउन सकियोस्, दक्षलाई पूर्ण दक्ष बनाउन सकियोस् भनेर हामीले बिजनेस प्रमोसन सेन्टर प्राइभेट सेक्टरको समेत साथ सहयोग लिइकन एउटा अघि उद्योग अफिसले पनि भन्नुभयो निर्देशक समिति समेत निजी क्षेत्रको साथीहरू समेत संस्थाहरू समेत राखिकन यो बिजनेस प्रमोसन सेन्टर बनाएका छौँ। यसले स्वरोजगार र रोजगारी सिर्जना गर्ने कुराहरू सँगसँगै थुप्रै सृजनात्मक कुराहरू चाहिँ गरिरहेको छ। अहिलेसम्म हजारौँ साथीहरूलाई रोजगारीका विभिन्न चरणहरूमा चाहिँ प्रवेश गराएको छ। आज पनि यहाँहरूले छोटो र लामो दूरीका थुप्रै तालिमहरू प्राप्त गरेर अधिकांश साथीहरू काममै हुनुहुन्छ। हामीले पथ प्रदर्शकको अघि सुरुमा लाइसेन्स पनि वितरण गऱ्यौँ। हरेक 2 वर्षमा नवीकरण गर्नुपर्ने गरिकन यो किन गरेको भने यो एकचोटि लाइसेन्स दिएपछि सदाको लागि हो नि भन्नुभन्दा चाहिँ अपडेट पनि हुनुपर्छ। म तपाईँलाई एउटा सानो उदाहरण दिएर भनौँ, विन्ध्यवासिनी मन्दिरको नजिकै सायद कुन देशबाट आएको पाहुनाहरू हुनुहुन्थ्यो, एकजना साथीले चाहिँ मणिपाल अस्पताल देखाएर लेट्स सी द्याट्स आवर रोयल प्यालेस भन्नुभएको छ। त्यस्तो खालको मिसन इन्फर्मेसन दिनु भएन नि, होइन?
हामी विदेश जाँदा अरू ठाउँहरूमा जाँदाखेरि पनि स्टोरी टेलिङ गरेको सुन्छौँ हामी। त्यो विषयको आधिकारिकता चाहियो, अथेन्टिसिटीको कुरा चाहियो। नयाँ बजारमा एउटा म्युजियम छ, त्यो म्युजियमको बारेमा भन्दाखेरि त्यो के हो त हाम्रो, त्यसले हाम्रो कस्तो खालको कल्चर बोकिरहेको छ, यो भित्रका कुराहरू के हुन् त्यो जानेको बुझेको हुनु पऱ्यो र आधिकारिक कुरा बोल्नु पऱ्यो। अन्तर्राष्ट्रिय म्युजियममा तपाईँ जानुहुन्छ, माउन्टेन म्युजियममा, त्यहाँ जाँदाखेरि त्यसको दिने कुरा के हो त्यो कुरा तपाईँलाई पनि थाहा भएन भने जे मन लाग्छ त्यही बोलेर त भएन भने अर्कोतिर चाहिँ तपाईँ ट्रेकिङ रुटमा जाँदै हुनुहुन्छ, त्यहाँको अल्टिट्युड के हो होइन, बिरामीको के अवस्था परिहाल्यो भने के गर्नेदेखि लिएर एउटा पथ प्रदर्शनका लागि चाहिने कुरा त भाषा, पहिलो कुरा त भाषा चाहियो, त्यसभन्दा पछाडि त्यो विषयका सबै नलेजहरू दिनुपर्छ भनेर हामीले अहिलेसम्म धेरै चरणमा हाम्रो पर्यटन परिषदको अध्यक्ष पनि यहाँ हुनुहुन्छ, यो टुरिस्ट गाइड हामीले बोलीचालीको भाषामा टुरिस्ट गाइड भनेका छौँ, उहाँहरूलाई लाइसेन्स प्रदान गर्नेदेखि लिएर धेरै तालिमहरू प्रदान गरेका छौँ। असाध्यै दुर्लभ क्षेत्र सुन चाँदीको गहना बनाउने कालीगढ उत्पादन जो चाहिँ अहिले पनि एसी भएको कोठामा बसेर चाहिँ लाखौँ कमाउनुहुन्छ, ती कोही पनि नेपाली फर्का मान्छे थिएन नि। त्यसलाई पनि हामीले एउटा ब्याज निकालेका छौँ, जो गहना निर्माण गर्ने कुरा, गहना सिर्जना गर्ने कुरा, गहना बनाउने कुरा होइन देखि लिएर चाहिँ चाहेको साना बाबु नानीहरूलाई मन्टेसरी क्लासमा कसरी पढाउने भनेर एउटा योग्य शिक्षक बनाउने सन्दर्भ होस् वा आज के चाहिएको छ तपाईँलाई भन्ने कुराहरू माग गरेर पोखराभित्र भएका सबै युथहरू जसले म काम गर्छु भन्ने चाहनुहुन्छ, सबै रिटर्नीहरू जो विदेश बसेर केही सिकेर पनि आउनु भएको छ, उहाँहरू समेतलाई हामीलाई यो खालको तालिम चाहियो भन्दाखेरि हामीले त्यही खालको रिसोर्स पर्सन ल्याएर तालिम पनि गरेका छौँ। चाहे त्यो छोटो होस्, 1 महिनादेखि 9 महिनासम्मका तालिमहरू दिएर सर्टिफाइड गर्ने काम पनि महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको यो पिपिसीले गरेको छ होइन। यो आज देशभरिको एउटा रोल मोडल पनि भएको छ। पोखरा महानगरपालिकाको एउटा छोटो खालको तालिम सञ्चालन गर्ने, त्यसलाई रिभ्यू पनि गर्ने हामी नयाँ प्र्याक्टिसहरू पनि गरेका छौँ। थुप्रै आइडिया मार्टहरू पनि सञ्चालन गरेको छ। तपाईँसँग के क्रिएसन छ लिएर आउनुहोस् भनेर त्यसलाई कम्पिटिसन गराएर आइडिया पिच गर्ने कामहरू पनि गरेको छ भने मान्छे बिरामी भयो भने हस्पिटल जाने, क्लिनिक जाने, तपाईँको बिजनेस बिरामी भयो भने कहाँ जाने, हामीले उद्योग क्लिनिक पनि सुरु गरेका छौँ। कतिपय रुग्ण अवस्थामा भएका उद्योग व्यवसायहरू इन्टरप्राइजेसहरू के कारणले गर्दा अप्ठ्यारो पर्यो, पुँजीको कारणले हो, म्यानेजमेन्टको कारणले हो, बजारको कारणले हो, ब्रान्डिङको कारणले हो, स्टाफ म्यानेजमेन्ट अथवा इन्टरनल केही कारणले हो, त्यो कुरा थाहा पाउनु। तपाईँको ब्यालेन्स सिट के हो भने थाहा छैन। आज हामी उदाहरण पाए जति पनि किन्ने तिर्न बिर्सने अवस्थामा पनि छ, लिनु पनि कति छ भनेर आज एकचोटि थाहा नपाउने अवस्था पनि छ। आज हामी अब 20 वर्ष अगाडिको अवस्थामा छैनौँ, जुन ट्रेड इन्डस्ट्री व्यापार सेवा प्रदाय जुनसुकै खालको काम गर्दाखेरि पनि एउटा म्यानरमा बसेर काम गर्नुपर्छ, त्यसका लागि सिस्टम चाहिन्छ। त्यो सिस्टम सिकाउने काम महानगरपालिकाको यो बिजनेस प्रमोसन सेन्टरले गरेको छ। यसमा सबै उद्योग वाणिज्य सङ्घहरू, उद्योग क्षेत्रसँग सम्बन्धित, पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संस्थाहरूको साथ सहयोग छ र हामीले आवश्यकता अनुसारको तालिम प्रदान गर्दै, तालिम मात्र होइन त्यसलाई पुनर्ताजगी पनि गर्ने, काममा गइसकेको साथीहरूको फिडब्याक पनि लिने, फेरि आवश्यकता के हो भनेर थप्ने काम पनि गरिरहेको छौँ। मलाई खुसी पनि लागेको छ आफै काम सुरु गरेका साथीहरू मध्येबाट होइन यहाँहरूले आज यहाँ आएर पुरस्कृत पनि हुनुभएको छ। अघि चन्द्र म्याडमले यहाँ आएर मैले 5 जना बच्चाहरूबाट सुरु गरेको मेरो स्कुल मन्टेसरी अहिले 80 जना पुग्नु भन्नुभएको छ। आशा गर्छु उहाँकोमा चाहिँ कति हो त्यसको म्याक्सिमम् क्यापासिटी त्यो चाहिँ त्यही वर्षभित्र पुरा होस्, नभए पनि नेक्स्ट इयर त हुन्छ नै होइन। म उहाँलाई बधाई दिन चाहन्छु। उहाँ भनेको तपाईँको जस्तो सबै साथीहरू जो उद्यमशीलतामा जोडिनु भएको छ, नेपालमा अवसरै अवसर छ, नेपालमा खत्तम छ केही छैन भनेर भन्छौँ हामी। अनेस्टी लाग्नु पऱ्यो, 100% रिपोर्ट दिनु पऱ्यो। मैले गरेको काम के हो, म पेसा गरिरहेको छु, जागिर गरिरहेको छु भने पनि 100% रिपोर्ट दिनु पऱ्यो, ताकि तपाईँको कामप्रतिको न्याय हुन्छ। मैले पाइनँ। यही ट्रेनिङको लागि मैले 1 लाख रुपियाँ खर्च गरेर आज मैले 32 जना कर्मचारी पालेको छु। यदि यसमा पनि तपाईँलाई चित्त बुझ्छ भने फेरि पनि जोरदार तालीले पोखरा महानगरपालिकालाई नै सम्मान गरिदिन हार्दिक अनुरोध गर्दछु। कहिले कहिले लाग्न सक्छ नेपालमा के पनि छैन, सबै कुरा छ हजुर। रमाउन जानेका छन् नेपालीहरू, कमाउन पनि जानेका छन् र उनीहरू सबै कुरा गर्न जानेका छन् जस्तो मलाई लाग्छ। सरकारले भनिसक्नु
100% दिनुहुनेछ र आफ्नो पेसा व्यवसाय एकदमै राम्रो हुनेछ भन्ने कामना र विश्वासका साथ बिदा हुन चाहन्छु। धन्यवाद। निजी क्षेत्र साँच्चै नै नगर हाम्रो चाहिँ महानगरसँग असाध्यै नजिक भएर यस्ता कार्यक्रमहरू थुप्रो गर्न चाहन्छ। जो बेरोजगारी छ रोजगार निमित्त लागि परेको छ, जो व्यवसायमा उद्योग व्यवसायमा लागेर केही आफूलाई आफ्नो रोजगार परिवर्तन गर्दै आत्मनिर्भर गर्दै राष्ट्रमा केही गर्न चाहन्छ, त्यस व्यक्तिको लागि चाहे निजी क्षेत्र चाहे चाहिँ महानगरपालिका तयार रहेको म जानकारी गराउन चाहन्छु। त्यसै हुनाले यहाँ भएका जो प्राप्त प्रमाणपत्र लिएर आज यहाँ रहनुभएको छ उहाँहरू अब व्यवसायको निमित्त तयार होस्। जो व्यवसायले तपाईँहरूको चाहिँ आत्मनिर्भर रहन्छ, उन्नति प्रगति गर्दै यसरी नै रोजगारहरू बन्दै आफ्नो नेपालमा बनेका चिजहरू उपभोग गर्दै नेपाललाई समुन्नत बनाउँदै नेपाल राष्ट्रलाई अगाडि बढाउने निमित्त यी हातहरूले अवश्य प्रमाणपत्र मात्रै साथमा नलिएर ठुलो उद्योग व्यवसाय गर्नुहुनेछ भन्ने आशा भरोसा लिँदैछु। भने महानगरसँग समन्वयमा लेखनाथ उद्योग महासङ्घमा 3 महिने हाम्रो सिलाइ तालिम पनि चलिरहेको छ भने पुलम्बी पनि चलिरहेको छ। हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रा नवराज सर यहीँ हुनुहुन्छ र हाम्रो चाहिँ मनोहर सर यहीँ हुनुहुन्छ। यसो हुनाले यस्ता कार्यक्रमहरू थुप्रो आउँछन्। तपाईँहरू महानगरपालिकाले निजी क्षेत्रलाई बचाउनुहोस् र आगामी दिनहरूमा पनि यस्ता व्यवसायलाई उत्तर पदोन्नति गर्नको निमित्त पनि निजी क्षेत्र महानगर तयार हुँदैछ भन्दै तपाईँहरूलाई धेरै धेरै आभार व्यक्त गर्दै यो समयको लागि महानगरलाई पनि धन्यवाद दिँदै मेरो आफ्नो भनाइ यहीँ अन्त्य गर्छु। जय अब हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यस कार्यक्रममा आफ्नो सार्वजनिक भनाइ राख्दै हुन सम्पूर्ण पर्यटकीय संस्थाहरूको पनि छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष दामनाथ पहाडी जिल्ला अनुरोध गर्दछु। पर्यटकीय राजधानी छ, नेचरल कल्चर र एडभेन्चरको एउटा हबको रूपमा विकास गरेको ठाउँ। यसमा पर्यटकीय क्षेत्रका सबै छ। यसमा अब पोखरामा उद्यमी गर्नुपर्छ भन्ने जुन महानगरले सपना देख्यो त्यसको लागि व्यवसायिक प्रबन्धन केन्द्र जुन सुरु भयो, यो सुरुवातपछि धेरै यस्ता ट्रेनिङका करिकुलमहरू आए, पास गर्दै आयौँ। आज यहाँहरू विभिन्न 5-7 विधामा आज ट्रेनिङ लिइसक्नुभयो। यहाँहरूले यो सर्टिफिकेट मात्र होइन, यो ट्रेनिङ मात्र होइन, अघि देखे जस्तै जब यहाँहरू उद्यमी बन्नुहुन्छ बल्ल हाम्रो यो सपना सार्थक हुन्छ। उद्यमी बन्नुहोस्, उद्यमी पोखरा बनाउनु पर्छ भन्ने खालको हामीले सपना देखेका छौँ। यहाँहरूलाई ट्रेनिङ लिनुभयो, सर्टिफिकेट लिनुभयो, उद्यमी बन्नुहोस्, हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। अलिकति मैले यहाँहरू हाम्रो पहिलो टोपी धेरै देखेको छैन। यो गाइड ट्रेनिङ पनि हामीले पर्यटनको क्षेत्रमा यो टुर गाइडलाई आवश्यकता ठानी पहिला यो पोखरा पर्यटन परिषदले ट्रेनिङ दिन्थ्यो, पछि नाका पर्यटन प्रदेशले ट्रेनिङ दियो। अब यो ट्रेनिङ महानगरबाट दिनुपर्छ, एउटा आधिकारिक छापसहितको ट्रेनिङ हुनुपर्छ। जुन लाइसेन्स वितरण गरेर यहाँहरू सम्पूर्णलाई यो लाइसेन्स लिए पश्चात आफ्नो नैतिकवान पनि आएका पर्यटकहरूलाई यहाँहरूको हस्पिटालिटी र यहाँहरूको गाइडिङले आकर्षित गरी भोलिका दिनमा विश्व पर्यटन बजारबाट आउने पर्यटकहरू अभिप्रेत भई पोखरा पुनः आउने खालको वातावरण बनाइदिनु होला भन्दै सम्पूर्णलाई पुनः उद्यमी बन्नको लागि अनुरोध गर्दै हार्दिक आभार प्रकट गर्दछु। पोखरा पर्यटन परिषदका अध्यक्षज्यू, पक्कै पनि पोखरा महानगरपालिका क्षेत्रभित्र सिटी टुर गाइडको तालिम सँगसँगै लाइसेन्स प्रदान गरिएको छ र अब केही दिनमा नै हामी विभिन्न दृश्य अवलोकन गर्ने स्थानहरूमा अनुभवी कार्यलाई जतिको अगाडि बढाउनेछौँ र त्यसमा पोखरा पर्यटन परिषद पनि त्यो चाहिँ अनुगमन समितिमा रहेको कुरा यहाँलाई जानकारी गराउँदै आजको यस कार्यक्रमका अन्ततिर आइसकेका छौँ र यस कार्यक्रममा आफ्नो सार्वजनिक भनाइहरू राखिदिनु हुन वडा अध्यक्षहरूको प्रतिनिधिमूलक हिसाबले वडा नम्बर 2 का वडा अध्यक्ष देवस्नाम प्रधानज्यूलाई यसमा आमन्त्रण गर्दछु। पोखरा महानगरपालिकाले व्यवसायिक प्रबन्धन केन्द्र मार्फत पोखरामा रहेका सबै युवा व्यवसायहरूलाई उद्यमशीलतामा लगाउनको लागि एउटा महत्त्वपूर्ण एउटा काम चाहिँ गरिरहेको छ। नेपाल अझै भोलिकै
पालिकाहरूमध्येमा पोखरा महानगरपालिका यस्तो पालिका हो जसले व्यवसाय प्रबन्धन केन्द्रको स्थापना गरेर सबैलाई व्यवसायिक त्यो लाग्न र सिकाउनको लागि महत्त्वपूर्ण काम चाहिँ यो संस्थाहरूले गरिरहेको छ। त्यस कारणले गर्दाखेरि पोखरा महानगरले आफ्नो काम गरिरहेको छ। मजदुरहरू वास्तवमा आज अत्यन्तै महत्त्वपूर्ण श्रमिक दिवस, मजदुरहरू अत्यन्तै सम्मानित संस्था हो। राज्यले पनि मजदुरहरूलाई श्रमिकहरूलाई सम्मान गर्नुपर्छ, आदर गर्नुपर्छ। किनभने श्रमिकलाई हामीले शोषण गऱ्यो भने, श्रमिकलाई हामीले दमन गऱ्यो भने राज्यले उनीहरूलाई हामी गर्न सक्दैन। श्रमिक भनेको एउटा आफ्नो सिप, कला र आफ्नो ऊर्जा प्रदान गर्ने एउटा महत्त्वपूर्ण संस्था हो। श्रमिकहरू राज्यका सम्मानित नागरिक पनि हो। त्यस कारणले गर्दा आजको दिन अत्यन्त महत्त्वपूर्ण रहेको छ। जहाँसम्म पोखरा महानगरपालिकामा मेयर साहबको नेतृत्वमा हामी निर्वाचित भए पश्चात पोखरा महानगरपालिकाले विकासको निर्माण कामदेखि लिएर विभिन्न कामहरू, तालिमहरू, सिकाउने कुराहरू, उद्यमशीलता कुराहरू, धेरै कुराहरूमा हामीले गरिरहेका छौँ पोखरा महानगरपालिकाले। यस अर्थले पनि पोखरा महानगरपालिकाले गरेका कामलाई हामी गर्व गर्दछौँ। यसै अर्थमा पनि यो व्यवसाय प्रबन्धन केन्द्रले पनि उल्लेखनीय कार्य गरेको छ र यही कुरा राख्दै धेरै लामो समय भएको हुनाले म फेरि पनि यो कार्यक्रमलाई र कार्यक्रमको सफलताको कामना गर्दै राम्रो सिप सिक्नुभएका र के प्रदान गर्नुभएका सबैलाई सम्मान गर्दै मेरो आफ्नो भनाइ यही दिनको धन्यवाद। पक्कै पनि पोखरा महानगरपालिकाले आफ्ना विभिन्न गतिविधिहरूमध्ये तालिम प्रदान गर्ने कामको सँगसँगै रोजगार र स्वरोजगारसँग जोड्ने कामका लागि व्यवसाय प्रबन्धन केन्द्रले आफ्नो रूपमा आफ्नो प्रयासहरू गरिराखेको छ र त्यसमा यहाँको होस्टेल हैसियत नै सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। त्यो गरी पनि राख्नुभएको छ र अब हामी छिट्टै नै यहाँहरू जस्तै रोजगार, स्वरोजगार र प्रशिक्षार्थीहरूको अलुमनाइ गठन गर्दैछौँ। त्यसमा पनि हामी जति पनि रोजगारमा जोडिनु भएको छ सबैजना चाहिँ त्यो अलुमनाइमा जोडिनु भयो भने त्यसपछिका प्रबन्ध कार्यक्रमहरूमा पनि यहाँहरूलाई चाहिँ हामी जोड्न सक्छौँ। त्यसै गरी स्वरोजगार हुनेहरूका लागि पनि त्योभन्दा प्रबन्ध पछाडिका कार्यक्रमहरूमा जोडिनका लागि सहजीकरण र सजिलो हुने कुरा यहाँलाई निवेदन गरे। पोखरा महानगरपालिकाले सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा 3 वर्षीय फार्मेसी, जनरल मेडिसिन, एचए, अटोमोबाइल, सिभिल इन्जिनियरिङ र जियोमेट्रिक्सको भर्ना केही दिनमा नै अब खुल्दैछ। त्यसमा पनि यहाँहरूको घर परिवार छरछिमेक त्यो क्षेत्रमा पढ्न चाहने भाइ बहिनीहरू कोही हुनुहुन्छ भने गण्डकी बहुप्राविधिक शिक्षालयले सुपथ मूल्यमा चाहिँ यो कोर्सहरू सञ्चालन गर्छ अन्तभन्दा। त्यस कारणले यहाँलाई त्यो पनि अनुरोध गर्दै आजको 137औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर जुन तालिम प्रमाणपत्र वितरण कार्यक्रमको सँगसँगै उद्यमीहरू र कर्मचारी मित्रहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको थियो र यो कार्यक्रमको अन्तमा आइसकेका छौँ। यस कार्यक्रमलाई विधिवत रूपमा समापन गरिदिनु हुन पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कणले सरलाई आमन्त्रण गर्दै म पनि बिदा हुन्छु। धन्यवाद, नमस्कार। यो पोखरा महानगरपालिकाले व्यवसाय प्रबन्धन केन्द्र मार्फत सिकौँ, रोजगार बढौँ, विशेष गरेर स्वरोजगार बढौँ र तपाईँ कोही जानुभयो भने पनि विदेशै जानुभयो भने पनि राम्रो कमाइ गर्न सक्नुहोस् र यहाँहरूलाई मार्फत हेरेर अरू युवाहरूले पनि मोडलको रूपमा अगाडि बढ्न सकोस्। तपाईँहरूले जसले तालिम लिनुभएको छ, तालिमबाट व्यवसाय सुरु गर्नुभएको छ र सफल उद्यमीको रूपमा आएर सम्मानित पनि हुनुभएको छ। यहाँहरूका कारणबाट अरू युवाहरू अरू केही गर्छौँ, यही देशभित्र केही गर्छौँ भन्नको लागि पनि हामीसँग सम्भावना छ है भन्ने कुरा गरिराख्नु सकिन्छ। अहिले पछिल्लो समय के भएको छ भन्दा रोजगारदाताले यहाँ रोजगार गर्ने मान्छे भएन भनेको छ अनि युवाहरूले यहाँ जागिरै पाइएन भन्ने भएको छ। पोखराको व्यवसाय प्रबन्धन केन्द्र यस्तो संस्था हो त्यसले रोजगारदातालाई पनि जोड्छ र रोजगार चाहियो भनेर अहिले जोड्ने गरेर हामीले अहिले चाहिँ त्यहाँ श्रम सम्बन्धी रोजगार बैंक पनि स्थापना गरेका छौँ। यहाँहरूलाई कस्तो खालको रोजगारी चाहिन्छ भनेर यहाँले जानकारी गराउनु भयो भने हामीसँग पोर्टल छ, त्यो यस्तो यस्तो खालको म्यान पावर छ भनेर हामीले जानकारी पनि गराउन सक्छौँ। र यहाँले जति तालिम लिनुभएको छ हरेक वर्ष हामीले 300 जति तालिम सिपमूलक तालिमहरू दिन्छौँ, जुन सिटिभिटीको कोर्स अन्तर्गत भएको तालिम। यसले धेरै व्यवसायहरू धेरैले युवाहरूले चाहिँ एउटा तालिमको अवसर पनि बनेको छ र यो प्रतिस्पर्धा पनि छ। अहिलेसम्म हामीले इन्टरभ्यू नै लिएर छनौट गर्नुपर्ने उस्तै पऱ्यो भने अब हामीले परीक्षा दिनुपर्ने जस्तो अवस्था पनि रहेको छ। किन भन्दा एउटा तालिम सञ्चालन गर्दा 40-50 हजार
यहाँहरूले तिर्नुपर्ने हुन्छ भने अहिले पोखरा महानगरपालिका निःशुल्क रूपमा यो किसिमको तालिम सञ्चालन गरेको छ। राज्यको हिसाबले र स्थानीय सरकारको भएको र यो अलिक फरक छ। यो निजी क्षेत्रलाई पनि प्राथमिकता दिने संस्था हो व्यवसाय प्रबन्धन केन्द्र। यो हिसाबमा यहाँहरूले जति साथ सहयोग गर्नुभएको छ, यहाँले लगेका सिकेका सिपबाट अहिले जे परिणाम ल्याउनु भएको छ यसले पनि हामीलाई प्रोत्साहित बनाएको छ, हौसला दिएको छ। यहाँहरूले गर्नुभएको कामको आधारमा हामीले तपाईँहरूलाई एउटा हाम्रो एलुमिनाई ग्रुप एउटा बिटिसी परिवारभित्र पोखरा महानगरपालिकाको एउटा एलुमिनाई ग्रुपमा पनि राखेका छौँ र पोखराले पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ जुन पर्वत ट्रेनिङ लोकल टुर गाइड भनेर राख्यौँ। यो हिसाबले पनि हामी राखेका छौँ। यहाँहरूलाई केही अप्ठ्यारो पऱ्यो, केही समस्या पऱ्यो अथवा यहाँले राम्रो गर्नुभएको छ अथवा यहाँहरूलाई केही आवश्यक पऱ्यो, थप फन्डको लागि पनि आवश्यक पऱ्यो भने पोखरामा उपमेयरसँग महिलासँगको मेयर कार्यक्रम छ, त्यहाँ पनि हजुरहरू जोडिन सक्नुहुन्छ। र हामीले सहुलियत दरको लोनका कार्यक्रमहरू पनि हामीसँग सिकेको सिपको आधारमा राखेका छौँ। र महानगरपालिकामा हामीले यहाँ वडामा पालिकामा अरू सङ्घ संस्थाले कुनै सिडुलका जनशक्ति चाहियो भन्यो भने हामीले पहिलो प्राथमिकता यहाँहरूलाई नै दिन्छौँ। किनभने यहाँलाई हामीले तालिम उपलब्ध गराएका छौँ र यहाँलाई रोजगारको बाटोमा जोड्ने काम पनि महानगरपालिकाले लिन्छ। यो हिसाबले निरन्तर यहाँहरूसँग हामी समन्वयमै रहन्छौँ। एउटा परिवार हो, यहाँहरूले लिएको तालिमलाई सही सदुपयोग गर्नु होला। तालिम लिएको व्यक्तिले त्यो व्यवसाय नगरिकन अन्यत्र जानुभयो अथवा त्यो तालिम लिएको चाहिँ दुरुपयोग भयो भने भोलि अहिले विद्यार्थी खेल भयो भने मास्टरलाई कारवाही हुने भने जस्तै तपाईँहरूले गल्ती गर्नु भने हामी पनि त्यसमा दोषी देखिन्छौँ। यो हिसाबले पनि यसलाई सही सदुपयोग र सम्मान गरेर व्यवसाय अगाडि बढाउनु होला पनि भन्न चाहन्छु। आज यो श्रमिक दिवसको दिन हामी सबै श्रमिकको अहिले साथै भन्नुभएको छ, हामीले श्रमको सम्मान पनि गर्नुपर्छ र श्रमिकको समर्थन पनि गर्नुपर्छ। जो ठाउँमा हामी लागेका छौँ काम ठुलो सानो हुँदैन, हामीले सबैलाई चाहिँ सम्बोधन गरौँ। आज हामी सबै श्रम गर्ने हिसाबले यसलाई चाहिँ महत्त्वको साथ दिनुपर्छ भन्दै सम्पूर्णलाई फेरि पनि पुनः धेरै धेरै धन्यवाद दिँदै यो कार्यक्रम यही सम्पूर्ण भएको अनुरोध गर्न चाहन्छु। धन्यवाद।